कार्कीजीलाई के गर्न पर्ने लिएर आउनु म कलाकार साथीहरूको नाम पनि लिन्छु। यो हामीसँग आभार पत्र र एउटा टोकन अफ लभ अनि त्यो सँगसँगै फेस्टिभलको बारेमा सम्पूर्ण कुरा समेटिएको एउटा बुकलेट छ। यो वज्र कला कुञ्जलाई धन्यवाद स्वरूप हामी यो मायाको चिनो प्रदान गर्दैछौँ। महोत्सव निर्देशक दाहिङ राईलाई मैले आग्रह गरेँ। यो सगरमाथा हो। यो सगरमाथा चाहिँ सगरमाथा क्षेत्रमै भएका फ्यालिएका फोहोरहरूबाटलाई गालेर पगालेर बनाइएको सामग्री हो। यो पर्यावरण अधिकार र पर्यावरण संरक्षणसँग पनि जोडिएर यो काम नेपाल इन्टरनेसनल थिएटर फेस्टिभलसँग यो जोडिएको छ। सबैलाई एकमुष्ट रूपमा सर्टिफिकेट प्रदान गर्नको लागि पनि म आग्रह गर्छु र नाम चाहिँ म यहाँ भन्न चाहन्छु। जुन यो आजको यो कार्यक्रमको आजको यो साङ्गीतिक साँझको सङ्गीतको चर्याको कोरियोग्राफर र डाइरेक्टर हुनुहुन्थ्यो सुदनमान मुनिका। त्यो सँगसँगै कलाकारहरू जेनी साई कता हुनुहुन्छ यसो हात उठाइदिनु होला। जेनी साई, अञ्जन महर्जन अगाडि है मलाई मतिर हाजिर गर्नु पर्दैन दर्शकतिर। शुभम खड्की, स्वर्णिम रायमाझी, लुनिभा महर्जन, प्रीति शाही, सृष्टिना महर्जन, सोनिका प्रजापति, रिदिमा ताली त मैले बजाउन मिल्दैन, मेरो हातमा दुईवटा कुरा अड्किरहेको छ। सोनिका प्रजापति, रिदिमा प्रजापति, श्रय डङ्गोल, सिमरन नकर्मी र रश्मि नकर्मी, उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। वज्र कलाकुञ्जलाई धेरै धेरै धन्यवाद। यो आजको सुन्दर प्रस्तुतिको लागि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवलाई शानदार र सुमधुर बनाउनको लागि यहाँहरूको सहयोगप्रति हामी धेरै आभारी छौँ। र यस पछाडि अर्को सेसन अब म तपाईँहरूलाई बिदाई गर्दै एकबार जोरदार तालीले उहाँलाई बिदाई गर्नको लागि र अब नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको 5औं दिनको अन्तिम सत्रभित्रको दोस्रो कार्यक्रम खिचिसक्यो।